ब्याक टु अनिसास च्यानल। आजको हाम्रो भ्लग चाहिँ जङ्गलबाट स्टार्ट भइरहेको छ। हामी चाहिँ ट्रेकिङ होइन हाइकिङ, हामी चाहिँ हाइकिङमा जाँदैछ। कहाँ जाँदैछ भन्दा चाहिँ भन्छ आशिष, हामी टेन्डोङ जाँदैछ। टेन्डोङ। सो हामी आज के आज त होइन भोलि है, भोलिसम्म आज पुग्छ होला। आज हाम्रो एकदम स्पेशल के भन्नु अब आर्टिस्टहरु छ हैन, आर्टिस्ट भन्दा पनि हाम्रो प्रोग्रामहरु छ हैन। एउटा हो भालुसँग फाइट खेल्नु, अर्को हो अब यसो जम्बीहरु बाटोमा भेट्ने हैन। ल एडभेन्चरको लागि हामी एकदम सुजन के भन्दिम नङसाको भ्लगमा ल। हाम्रो ट्रेकिङ चाहिँ तर अब माथितिर अलिक डेन्जर सिन भए चाहिँ फर्किने चान्स पनि त्यही भएर यो बोकेको छ हामीले। यो माथि चाहिँ के गर्दै गरेको हुन्छ सुजन बु? यसले दिन्छ माथि के गर्दै गरेको हुन्छ रे? माथि अब अलिक डेन्जर सिनहरु छ भने चाहिँ हामी युटर्न लिन्छ हैन। हजुर तपाईहरु मन नदुखाइदिनुस्, म चाहिँ हुन्छ। See you later. Bye bye. See you later. हाम्रो चाहिँ साथीहरु हिँड्न थालिहाल्यो है। हाम्रो आशिष बुबुले चाहिँ माथि सबै कुरा माथि नै पाउँछ भनेको छ नि त। साथीमै छ माथि गाइस, रिसेन्ट लिएर आएको नि त। ए माथि पाएन भने चाहिँ बुबु के हुन्छ रे? आशिषको ढुक्के छ, हामी सारै ढुक्के भइरहेको छ है हो। किनकि अब सबै छ नि त माथि नै। छैन भने चाहिँ यो बामी गयो नि त। भनिदिनु पर्यो। थाहेको छैन, अहिले स्टार्टिङ मात्रै हो, अहिले थाहेको छैन। हाम्रो सबैभन्दा खतरा चाहिँ अगाडि हुनुहुन्छ विवेक सर। विवेक सर हेर्नुहोस् बस्ने यतिको चाहिँ हुनु पर्यो नि त। साथी भनेको चाहिँ यतिको हुनु पर्यो। सो इमोसनल, थ्याङ्क यू। हार्ट टचिङ है हार्ट टचिङ सिन। गीत टचिङ सिन हो। उयो हाम्रो विवेक बुबुले चाहिँ गीत गाउँछु भने मर्दा गीत गाएन नि त। उसकै कुन चाहिँ भ्लग स्टार्ट गरेको भ्लग त होइन, विवेक सरको फाल्टै जस्तो लाग्दैछ। आशिष सर हाम्रो पनि ह्यान्डसम। उ ह्यान्डसम छैन उ एकको फोटो बुझि किन भन्नु। ए हामीसँग हाम्रो साथी पनि आएको सरको। आऊ कोही माथि माथि नै हैन हो, फेरि टेल्सहरु जस्तै। त्यही त मजा आउँदैछ, एकदमै ह्याप्पी है। हैन मलाई चाहिँ जिन्दगी मन पर्छ। मलाई डर लागेको छैन, किनभने हाम्रो साथमा दुईजना नर्सहरु छ। हाम्रो साथ त्यही त है, डर लागेको छैन। एकदम चिन्ता फिक्री। यहाँ ढुङ्गामा बसिरहेको छु हो। यो ब्याग चाहिँ हेर्दा यत्रो छ होइन, तर ओभर गरम छ, पुरा गरम भइरहेको छ। हाम्रो साथीहरू चाहिँ माथि गइसकिसक्यो। पछाडि हाम्रो यो मेरो युकलिलेको यो मात्रै छ, खोल मात्रै छ हो, कभर मात्रै छ। लग्यो विवेकले, अन्त हामीसँग पुरा बेसी थाक्यो। अन्त हामी बिसाएको अब जानुपर्छ, अझै 3-4 घन्टा लाग्छ होला हिँड्नुपर्छ हो। अन्त हामी तपाईँले माथि भेट्छ। बाई बाई हो। पारिसकिसक्यो अब म यसलाई नि एउटा म साँच्चीलाई म गिफ्ट दिन्छु, लेस नभएको जुत्ता दिन्छु म तँलाई। साँच्ची भनिदिएको होला कि लेस नभएको जुत्ता दिन्छु यसलाई म। हेर्न उयो हुन्छ हौ, लुज भइहाल्छ होइन। अन्त त्यस्तो टाइट बाँधे कस्ते बरु काट फ्यालिदिउँ यो यता ओडालोतिर। के भन्छ तँलाई? मलाई आज चाहिँ हामी टेन्डोङ गएको होइन, घरि भनेर सिस्नु रहेछ हौ। अन्त चाहिँ अब हामी 10% मात्रै हिँड्दैछ अहिले भर्खर हो। 10%मै यस्तो छ हालत, छुर्पी त जाँदैछौँ गाइस हामी चाहिँ। अनि म चाहिँ अरू केही होइन, मेरो अनिसालाई चाहिँ ठुलो भ्लगर बनाउने सपना छ। अब सिक्किममा होइन भ्लगरलाई पनि कलाकार भनिन्छ आजकल चाहिँ। अन्त त्यही भएर चाहिँ अनिसालाई चाहिँ एकदम कलाकार बनाउने सपना छ गाइस। तपाईँहरूले सपोर्ट गरिदिनु होला। हुन्छ गाइस, लाइक सेयर सब्सक्राइब कमेन्ट एन्ड द भेरी मच एन्टरटेन होइन। हामी यहाँ चाहिँ एकछिन बिसाउँदैछ हो, कति पनि बिसाएको हुन्छ होला भिडियोमा पनि हिँड्नु छैन। यो चिया चाहिँ हाम्रो सुजन बुबी स्पेसल हो। अन्त म चाहिँ केही नबोलिकन खानु थालिहाल्नु भयो होइन। म चाहिँ अब जहाँसुकै होस्, चाहे जङ्गल होस्, जेसुकै होस् होइन गर्नुपर्छ। लु खै यस्तो क्या हिँड्छ यिनीहरू, दुईजना अगाडि हिँड्छ होइन बुबु, त्यहाँदेखि एकजना पछाडि हिँड्छ यिनीहरूको कुकुर। त्यो जान्छ त थ्याङ्क यू। जनाको घर भेटेको छ।
ल हौ म आउँछु नि यहाँबाट हामी जब आधी जस्तो बाटो आइपुग्यो अझै एकछिन रेस्ट गर्नुहुन्छ अरे अब सबैजना हत्तु भयो 1 2 3 गिच्छु अब हाम्रो आशिष सुब्बालाई तपाईँले के भन्नु छ म धेरै खुसी छु अवार्ड पाएकोमा मैले यो अवार्ड जित्नु धेरै मिहिनेत गरेको छु किनकि कन्टेस्टेन्टहरू बेसी टफ भएर किनभने चाहिँ हिन्दू र क्रिस्चियन मिक्स भएको छ अरे यहाँ सबैजना त्यही भएर जयश्री जिजस अरे आइपुग्यो हामी अहिले करम होइन पड्का न यसलाई पड्का त यसलाई पड्का न पड्का न यसलाई बादल परेछ पड्का त जङ्गलले पो झुकाउनु अरे लास्टमा गएर त जङ्गलै झुकाउनु रहेछ नि खुसी भएको त साला तु भन्दा नि हत्तु भन्दा हत्तु भयो हो आशिषले आइपुग्यो भनेर जोत्यो कि हामी खुसी भएको थियो तर आइपुगेको छैन रहेछ अझै उक्कालै जानुपर्छ हामी पनि लग्यो होला अब अझै कति हिँड्नु छ हामी माथि पुगेर तपाईँलाई त्यही गर्नु छ बाबा साथी तँ बन्द राख ल तँ चाहिँ न हो पाएको बेटा ल जोता पछि चाहिँ फाइनली हामी आइपुग्यो अब चाहिँ आशिष ल साँच्ची हो छ ल कतिवटा सेट छ देखिस् यहाँ टप यहाँ भ्यू पोइन्ट छ जाने हो त्यहाँ माथि अहिले यहाँ माथि प्रब्लम हौ मैले भनेको रहेछ होइन खै छु त यहाँ हेर न यस्तो सबै कुरा राखिदिएको रहेछ कि तर मान्छेले मिसयुज गरेर मैले बनाएर हो पूजा गर्नुपर्छ है पूजा गर्दा हुन्छ के पढ्नुहुन्छ मिस माग्नुपर्छ नि त यहाँ चाहिँ हो यहाँ वासरुम आइरहेको छ साथी झन् वासरुमहरू पनि रहेछ बस्ने ठाउँ पनि रहेछ तर सफाहरू गर्नुपर्ने रहेछ मान्छेहरू आएर मैला पारेको रहेछ नि त अब मैला चाहिँ नपार्नु होइन अब आयो भने पनि अब होइन मजाले अब इन्जोय गरेर चाहिँ अब त्यो डिस्कार्ड गर्नु चाहिँ अब सिक्नुपर्छ है मान्छे भएर चाहिँ अब त्योहरू सफा गर्नुपर्छ त्यहाँदेखि चाहिँ
बेलुकाको लागि बस्ने ठाउँ बनाउनुहुन्छ। अन्त साथीले चाहिँ यता वासरुम आइरहेको छ, अर्को साथी माथि गएको छ, अन्त म चाहिँ यहाँ पर्खिरहेको छु। हाम्रो साथी चाहिँ अर्को साथीको लागि पानी बोकेर आउनुहुँदैछ। यस्तो 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 साथी कहाँ पाउनु होइन, कहाँ पाउनु यस्तो साथी? भन कुछ। म थाकेँ, अरू तँलाई के भन्नु छ? म थाकेँ, धेरै थाकेँ होइन। अनि मैले यहाँ 5 स्टार जेन्ट्सको टोइलेटमा गइरहेको मेरो साथी चाहिँ जेन्ट्सको टोइलेटमा बस्दैछ होइन। अन्त हामी चाहिँ मेरो कमन होइन चिसो भयो, पुरा साह्रो भयो। हामी चाहिँ ओपर अर्को हेर्नु गइरहेको छ, त्यहाँ पनि छ अरे नि त बस्ने जग्गा। सो हामी त्यहाँ हेर्नु गइरहेको छ। छिटो आइज। पुरा चिसो भयो। हेर्नुहोस् यहाँ कति राम्रो रहेछ, हामी सफा पनि गर्नु पर्दैन रहेछ। हामी यहीँ सुत्छ आज, चेयरहरू पनि रहेछ होइन। यहाँ आगो बाल्ने पनि रहेछ, भित्र पनि आगो बाल्ने जग्गा रहेछ हेर्नु हो। अन्त बाहिरको यहाँ वासरुम पनि रहेछ, खोर्सानी पनि रहेछ, काँक्रा पनि रहेछ। हामी आगो बाल्छ। हामी आज हामीलाई फाइनली डिसाइड भयो कि हामी आज यहाँ बस्छ। डेस्टिनेसन कस्तो लाग्यो? पर्फेक्ट। मलाई पनि दामी लाग्यो बस्ने जग्गाहरू। हामी यहीँ बसौँ ल। आशिषले रिकमेन्ड गरेको हो यो चाहिँ हामीलाई। साँच्ची या आशिष थ्याङ्क यू। यता हेर्न आशिष टोइलेट पेपर। आशिषले हामीलाई यो जग्गामा आशिष हो हाम्रो यो के भन्छ प्लान गर्ने होइन सबै थोक। सो भोलि भन्छ थ्याङ्क यू चाहिँ आज कस्तो हुन्छ होइन। भरे बेलुका फेरि ए हेर्नु न कुरा सेता पनि फलेको रहेछ, फलेको आइम सो सरी फुलेको रहेछ है। अब हामी पनि माथि राजा भेट्नु जाँदैछ। हामी चाहिँ ए राजा त ओह्रालै पो आउनु हुँदै रहेछ, राजा भेट्नु गएको त। यस्तो उहाँले चाहिँ आफ्नो नाम कोर्नु हुँदैछ है। अब हामी चाहिँ खै राजा भेट्नु गएको त, राजा आइपुगेछ। अब हामी चाहिँ आइपुग्यो। तेरो गुच्छ नलाने त्यता बेन्च झन् दामी देख्छ। पुरा जाडो भयो, मेरो हात सबै चिरायो, सबै जाडो भयो। हाम्रो चाहिँ यस्तो देख्दो रहेछ हो। अघि हामीले बाइकहरू चाहिँ त्यहाँ राखेको थियो, अब चाहिँ हामी उपबाट बस्छ। त्यहाँ सफा रहेछ नि त, त्यहाँ बस्छ। ए हजुर हेलो 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 आशिष सुब्बा। उहाँलाई फलो गर्नु सक्नुहुन्छ इन्स्टाग्राममा। आशिष सुब्बा छ, उहाँ चाहिँ गिटारिस्ट हुनुहुन्छ। उहाँको नाम सृजना मगर छ, यु क्यान फलो हर इन्स्टाग्राम। मेरो चाहिँ नाम के छ? श्रीजु राणा। श्रीजु राणा छ। त्यतिले इन्जोय गर्दै पुरा बेसी जाडो भयो नि त। आइ विवेक हजुर पानी कहाँ तताउनु पर्ने हो? म नयाँ अवतारमा बेसी जाडो भएर म चाहिँ पुरानै अवतारमा छु। नयाँ अवतारमा छु। यहाँ हाम्रो दुईजना ए सरी ए यता हेर्नुहोस् सुजन बुबु, सृजना बुबु। माया लाग्दो देख्यो, कतिको माया लाग्दो। अब हाम्रो भ्लग स्टार्ट अघि नै स्टार्ट भएको कि। अब चाहिँ हामी के गर्छ भन्नु त मलाई केही छैन। फिलहाल चाहिँ हामी चाहिँ दौडो खोज्नु जान्छ है। पुरा छिराइ होइन विवेक, हात छाम्दा मेरो साथी आशिष सुब्बा मेहनती जमानाको मान्छेहरू हार्ड नेपाली वर्किङ बोल्नु जान्दैन। नेपाली बोल्नु जान्दैन हाम्रो यहाँ अनिसा मिसले हो। सानो बाहिर तर्पिएको अवस्था खोज न त हो। अन्त लु यहाँ छैन होला नि त। यहाँ सुत्नु पऱ्यो भए कस्तो घिनलाग्दो सफा गर्नु पर्थ्यो होला, सोचिहाल्न। त्यतिपल्ट धन्न सफा रहेछ। जाउँ होस् छैन के काट्नु अब आधी पाइ हेरि अब आधीले दाउरा काट्नु जाने। हामी गएको दाउरा खोज्नु। पानी तताउनु नि छि मासुहरू पाएको छैन के, पाएको थिएन के।
दाउरा खोज्नु कहाँ गएको थियो दाउरा 10 होला हौ 10 10 छैन हो तँ चाहिँ जान काम गर दौडाहरू पक्रेर हैन अब 2-3 वटा भाटा पक्रेर लत्तले म लान्छु नि हैन कार्ड बोक्छु नि त लु यो बोका ए विवेक साह्रो बोल्दै रहेछ कि उरा बोकाउँ है म बोक्छु हाम्रो विवेक मुख साथसाथ हात पनि छ नि यसको मलाई याद छ नि बोक्छु भन्दैछु हैन अहिले त्यत्रो भाडी बोकेर गयो उकालो ए ए ए सुजन बुले यस्तो रे क्यामेरा अन छ अरे कि हजुर भनेको के भयो आशिष वाह आशिष वाह वाह आशिष विवेक What is this behavior? साँच्ची पाउँदा कस्तो राम्रो नि हेर्नु न सबै पो रहेछ हामीले आगो बाल्यो हामी दुईजना दौडा बनाउँदैछ एउटाले भाटा मोल्दैछ दादाहरूले हाम्रो सुजन बुबुले चेयर निकाल्नुहुँदैछ मैले चाहिँ आगो बालेको दसैँ हुने रहेछ त सबै सबै साँच्ची भनेको आशिषलाई चाहिँ भोलि बिहान चाहिँ म खाता लगाइदिन्छु है मैले त विवेक कसै पाल्छ बोल्नुस् बेबी बोल्नुस् प्लिज पुरा गइरहेछ कुनै केही खत्तम म र विवेक चाहिँ यहाँ गइ गर्दैछ अब एकछिनबाट नुडल्सहरू खानुपर्छ त्यहाँदेखि गीत गर्नुपर्छ खानुमै मात्रै फोकस हुन्छ है अनिसाको चाहिँ तँ चाहिँ हामीलाई भन्छ भने चाहिँ तेरै होला खानु ल त अहिले नखाइ अहिले लास्टमा भन्छ तै हन्तु पर्यो नि त खानु त पर्यो नि हामी साथीहरू के दिउ खोजेर आउनेछ बाल्नुको लागि हामीलाई खुब भन्छ हो स्कोप चुप रिस्ताउँदै मलाई फुल लगाउनु यो अनिसा जता गयो त्यतै आउँछ त त्यही भनेको बाटो पुरा म त्यसै एउटा नबोली बस्छ रातले दिन्छु है पानी पुग्दैन होला सानोदेखि पुरै बाटो म त्यसैले आगो बालिरहेको छ विवेक र आशिषले कप नुडल्स रेडी गर्दैछ हाम्रो सिजना बुबु र सुजन बुबु यता हुनुहुन्छ हाम्रो पानी तातिँदैछ अब हामी यो कप नुडल्स खान्छ त्यहाँदेखि म्युजिक बनाएर खान्छ त्यहाँदेखि गफले बस्छ अघिको मात्रै कुरा थियो हेरेको na 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 na
हामी चाहिँ फाइनली ट्रेकिङबाट यहाँनिर घर आइपुग्यो भर्खर मात्रै आइपुगेको अहिले कति टाइम भयो भने नि 6:57 भएको छ अनि हामी चाहिँ ओभर थाक्यो कि यो भ्लग चाहिँ हामीले आधीसम्म मात्रै गऱ्यो है आधीसम्म मात्रै गऱ्यो बिहानको गर्नै पाएन किनभने सबै फोनहरू पनि अफ भएको थियो अन्त त्यो चिसोले अलिअलि भएको के भन्छ चार्जहरू पनि सबै ब्याट्री पनि डाउन भयो हाम्रो सबैको फोन अफ भएको थियो अनि अहिले मात्रै घर आइपुगेर चाहिँ यो भिडियोलाई हामी यहीँनिर एन्ड गर्नु आँटेको छ अनि अनिसा चाहिँ यहाँ भ्लगर चाहिँ मेन भ्लगर चाहिँ शेष भइरहेको छ अन्त त्यही हो गाइस अब यो भिडियोलाई यही एन्ड गर्दै I hope you all like this video and you guys enjoy it. अनि त्यही हो guys अब चाहिँ यो भिडियोलाई एन्ड गर्दै I want to say don't forget to like, share, comment and subscribe my friend's channel. So yeah, bye bye.